360 करोड जिटिएलाई होइन, यसरी बुझ्नुपर्छ नि, त्यो त जनताको निम्ति हो नि त। अर्को व्यवस्था, अर्को समाधान नभइन्जेलसम्म यो व्यवस्था त चल्न पर्यो नि त। आज भाजपालाई लोभैदा हामी त सुरुको दिनदेखि भन्दैछौँ त जिटिए रहनु हुँदैन, यसले त न विकास गर्छ, उनीहरूले जिटिए थापे उनीहरू हो, हामी त होइन, जनताले थोरै थापेको जिटिए, उनीहरूले ल्याएको व्यवस्था हो। बिसाउने चौतारी आराम गरेर त्यहाँबाट फलिफाप हुने त उनीहरूलाई भयो, जनतालाई त केही पनि भएन। हिजो पनि जनताले दुःख पाइरहेको छ, आज पनि जनताले दुःख पाइरहेछ नि। त्यो 360 करोड जिटिएलाई होइन, कुनै नेताको गोजीमा जाँदैन। त्यो यहाँको व्यवस्था ठिक गर्न, जनताको सुख सुविधा बुनियादी समस्याहरूको समाधान गर्न, बाटो घाटो बिग्रेको छ, नाला झोडा बिग्रेको छ पहिरोले, आज जसले नाला झोडा बनिनु हुँदैन भन्दैछ, भोलि दिन उसो घरको मुनि पहिरो जाओस् त, एप्लिकेसन लिएर उनीहरू नै अगाडि हुन्छन्, हाम्रो काम हुनुपर्छ भनेर। अनि यो 360 करोड यो पार्टीलाई दिएको होइन नि, यो जिटिएलाई दिएको होइन, यो त यहाँको जनताको हितमा आएको हो। त्यो चाहिँ हुनु हुँदैन भन्नु, अनि यहाँको जनता चाहिँ भोकै मरोस्, यसरी त चल्दैन नि। अब मैले भने त घरि जिटिआर भन्छ, घरि के भन्छ, अन्त राल कसले चुहाएको छ, घरि अमित शाहले मलाई के अरे टाउको भएर बस एउटा व्यवस्थामा भनेर भन्यो भन्छ, फेरि उनीहरू गोर्खाल्यान्ड पनि भन्छ। अरे मुद्दा के हो पहिला त्यो त देखाऊ, कुन मुद्दामा अडेको? मुखले गोर्खाल्यान्ड भनेर हुन्छ, मनबाट गोर्खाल्यान्ड हुनुपर्छ नि भन्ने मान्छेले त होइन र। यस्तो खालको अनैतिक कुराहरूको, अचाहिँदो कुराहरूको पहाडलाई अशान्ति बनाउनु, किनभने मलाई लाग्छ उनीहरूलाई पहाड अशान्ति गराउनुमा मजा आउँछ, पहाड बलिरहोस् भन्ने उनीहरू चाहन्छ। पहाडमा आफ्नो भाइ आफ्नै दाजुभाइहरू काटाकाट गरिरहोस् भन्ने उनीहरू चाहन्छ, पहाडको घरहरू आफ्नै दाजुभाइको घरहरू खरानी होस् भन्ने खालको यिनीहरू चाहन्छ। किनभने यसमै मौज मस्ती गर्नेहरू यिनीहरू, भने यिनीहरू चाहँदैन कुनै पनि समस्याको समाधान होस् भनेर। तर हामी भन्छौँ पहाडको जनताको, आम जनमानसको, हामी नेताहरूको भनेको छैनौँ नि त, नेताको गोजीमा हुनुपर्छ भनेको छौँ। आम जनमानसको चुने घरहरू टालिनुपर्छ, छानो टालिनुपर्छ, बाटोघाटो व्यवस्थित हुनुपर्छ। हिजोसम्म भएको जम्मै भ्रष्टाचारहरूको कुराहरू अब उजागर हुँदैछ, हुनु पनि थाल्यो। बिचमा यो माथि इन्क्वायरी पनि, विभागीय इन्क्वायरी पनि अब आउँदैछ होइन। यो सँगसँगै कमसेकम हाम्रो समाधान हुन अगाडि जम्मै कुरो व्यवस्थित त भइसक्नु पर्यो। अब उनीहरूले पारेको लथालिङ हामीले जनताले थोरै नबनाएको, यो शासन व्यवस्था थापेर उनीहरूले बनाएको। जिटिएको मलाई त उनीहरूले खायो नि त, सत्ताको मलाई त उनीहरूले खायो नि त। आज त्यो मलाई खानेहरू फेरि घरि जिटिआर भन्छन्, घरि के भन्छन्, आज आएर फेरि बाटोमा आएर, रोडमा आएर तथानाम कुरा गरेर त हुँदैन। कुरै गर्नु छ भने सरकारसँग टेबलमा टक गर्नु पर्यो, सरकारसँग होइन र। किनभने सरकार जब दिने पक्षमा छ, मैले अघि पनि भने नि, गभर्नर बोलेको त उनीहरूको त्यो नेता बाटोमा बोलेको जस्तो होइन त। एउटा संविधानको कन्स्टिट्युसनल हेडमा बसेका व्यक्तिले भनिसकेपछि, गोर्खाल्यान्डको नाम उच्चारण गरिसकेपछि, गोर्खाहरूको मुद्दागत छिनोफानो गर्छौँ, समाधान गर्छौँ भनेर भनिसकेपछि अब पनि सरकारलाई त पत्याउनु पर्यो नि त। माने फेरि सरकार चाहिँ समाधान गर्ने पक्षमा, उनीहरू चाहिँ विरोध गरेर हुन्छ। माने भोलिको आउने समाधानमा अलग राज्य बनिँदाखेरि चाहिँ उनीहरूलाई, उनीहरूको पार्टीलाई, उनीहरूको दलको नेतालाई चाहिँ टाउकोमा राख्नुपर्ने सरकारले, के अरे प्रधानमन्त्री र गृहमन्त्रीले। यस्तो त हुँदैन। त्यही कारण त हामी भन्दैछौँ यहाँ जनताका राज हुनु पर्यो नि, अब नेताका राज होइन। सक्यो अब त्यो सत्ता भोगीहरू दार्जिलिङ पहाडको राजनीतिबाट हराउनुपर्छ। अब यिनीहरूलाई जनताले पत्याउनु हुँदैन। अब भुक्तभोगीले नेतृत्व गर्नु पर्यो। यहाँका पढेका लेखेका शिक्षित र केही गर्छु भन्ने दूरदर्शी राख्ने नेतृत्वहरूले, बौद्धिकता व्यक्तित्वहरूले अबको व्यवस्था राज्य चलाउनु पर्यो। अब चाहिँ त्यो अहङ्कारी मैले मात्रै गरेको, मै मात्रै भन्ने खालको यो आडम्बर सोच राखेका व्यक्तिहरूले, राजनैतिक नेताहरूले चाहिँ अब यहाँको सत्ताहरू सम्हाल्नु हुँदैन। हाम्रो त्यही टेको यो असममा अहिले